वेलकम टू माई न्यू ब्लग गाइस। आजको ब्लगमा चाहिँ हामी हाम्रो घरको ब्लग बनाउने छौँ। यहाँ तक बनेर हैन हुने लास्ट हेर्नु होला। त अहिले हामी बाहिर जाँदैछौँ। यहाँ पहिला फ्यान बन्द गरौँ। बाहिर जाम कन्टु खोलौँ। अहिले चाहिँ हामी छतमा गएर चाहिँ ब्लग बनाउने छौँ। त छतमा जाने बाटो चाहिँ यो हाम्रो दोस्रोले घर चाहिँ रहेको छ। हाम्रो यहाँ यसो गर्न मन लाग्छ क्या। घाम चाहिँ पुरै किचनमा आउँदैछौँ। किचनमा आइसके र यहाँबाट बाहिरको नजारा यस्तो हुन्छ नि त गाइस। हेर्नु न, क्यामेरा चाहिँ यसको बोपाल छ। हेर्नु पछाडि केही देखिरहेको छैन। मेरो अङ्गला बाहेक केही देखिँदैन। हेर्नु गाइस, देख्नुभयो? तो आईफोन 12 हो, तो पुरानो वाला हो कि ब्याट्री चाहिँ अहिले हामी र च्यालेन्ज चाहिँ के गर्नु भने कि हामीले च्यालेन्ज गर्नेछौँ। आज च्यालेन्ज चाहिँ धेरै बबालको हुनेछ गाइस। च्यालेन्ज नगरौँ जस्तो पनि लाग्छ मलाई। त त्यसैले हामी केही डिस तयार गर्छौँ। हेरौँ, यहाँ के एउटा चार्ज 19% रहिसकेको छ गाइस। त्यसैले यहाँ हाम्रो थोडा बनाउन पनि सकिँदैन। त हेरौँ कत्रो हुन्छ। त हेरौँ है। त अहिले चाहिँ हामी यस्तो यहाँ बाहिरतिर घुम्दाखेरि धेरै हुन्छ, तर पनि हाम्रो यहाँ धेरै नै गाह्रो हुन्छ। किनभने हाम्रो यहाँ सबै ठाउँतिर घामै घाम छ क्या। घामै घाम हुनुको कारण चाहिँ यो अब चैतको महिना लागिसक्यो, वैशाखको महिना पनि लागिसक्यो। त सबैलाई म नयाँ वर्षको शुभकामना दिँदै हार्दिक अनुरोध गर्दछौँ गाइस सबैलाई, होइन। सबैले कमेन्टमा पनि मलाई पनि भन्नुहोस् गाइस नयाँ वर्षको शुभकामना। हाम्रो यहाँ किचन धेरै फोहोर भएको छ, त्यसैले यसले साफ गर्नुपर्ने हो। अब थाहा छैन कति भएको छ। त त्यसैले अब म ब्लगलाई एन्ड गर्नतर्फ लाग्छु। त गाइस आयो हजुरहरूलाई मेरो ब्लग राम्रो लाग्यो होला। त अहिले चाहिँ मोबाइलमा चार्ज सकिरहेको कारण यहाँ बनाउन सकिरहेको छैन। म च्यालेन्ज अरू दिन गर्छु, केही टेन्सन छैन। तर पनि अहिले बन्द गर्नुपर्ने हो, एडिटिङ गर्नु, अहिले हाल्नु। त त्यसैले टाइम लाग्छ। त हस्त धन्यवाद।